यस कार्यक्रम प्रस्तुता पार्टीका जिल्ला संयोजक राजेन्द्र विज्ञज्यू, त्यस्तै गरी आजको कार्यक्रमको अध्यक्षताको आश्रय गरिरहनुभएका अध्यक्षज्यू, प्रमुख अतिथिको रूपमा रहनुभएका प्रमुख अतिथिज्यू, त्यसै गरी पार्टीका विभिन्न तवर तत्त्वमा रहेर आज अतिथिको रूपमा मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू, त्यसै गरी यो महत्त्वपूर्ण कार्यक्रमलाई अत्यन्तै आज व्यस्त समयको बावजुद पनि समय छुट्याएर यहाँ आइदिनु भएका सम्पूर्ण उपस्थित कमरेडहरूप्रति आयोजक पाल्पा रूपन्देही सम्पर्क समन्वय समितिको तर्फबाट यहाँलाई स्वागत गर्न चाहन्छु। यहाँहरूले पाल्पा जिल्लाबाट पल्पनी सभाका लागि कार्यक्रमको अन्त्यसम्म बढाएर दिएर यो कार्यक्रमलाई भव्य र सभ्य रूप सबैलाई मेरो सानो भनाइ यहीँबाट अन्त्य गर्न चाहन्छु। धन्यवाद। धन्यवाद कमरेड बुदाम कार्की। उहाँ हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको रिम्तीकोट गाउँ कमिटीको कोषाध्यक्ष पनि हुनुहुन्छ। रूपन्देहीमा बस्नुभएका हिसाबले उहाँ रूपन्देहीसँग पनि अहिले जोडिएर काम गरिराख्नु भएको छ। म अब शुभकामना मन्तव्यतर्फ अगाडि बढ्न चाहन्छु। संक्षिप्त शुभकामनाका निम्ति एकमात्र गाउँपालिका नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित कमरेड नारायण कार्कीलाई